खासमा अहिले पछिल्लो समयमा यो आत्महत्या जापानमा नेपाली स्टुडेन्टहरूले आत्महत्या गर्ने सङ्ख्या एकदम बढेको हुनाले खासै त्यसले पनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू जो आउँदै हुनुहुन्छ नि विद्यार्थी भिजामा, उहाँहरूले चाहिँ धेरै कुराहरू सोचेर होइन, धेरै कुराहरू सोचेर जापान आउनु होला भन्छु म चाहिँ। धेरै स्ट्रगल छ, सोचे जस्तो छैन स्टुडेन्ट लाइफमा है। जापान सोचे जस्तो छँदै छैन, एकदमै बेग्लै छ। जुन हामीले अब केही काम नपाउँदाखेरि नेपालमा त अब केही कामै नपाउँदाखेरि भौतारिन्छ है, केही काम पाइन्न। अब काम नपाएपछि त एकदम भौतारिन्छ अनि त्यसपछि जस्तो देश गए भए पनि जान्थे भन्ने चाहिँ हुन्छ कतिपय मान्छेहरूको मनमा। त्यो उद्देश्यले चाहिँ जापानमा आउँ म चाहिँ यो भन्छु। किनभने जापानमा एकदमै धेरै स्ट्रगल छ क्या, सोचे जस्तो छँदै छैन जापान, एकदमै बेग्लै छ। त्यसैले सोचेर सम्झेर मात्रै जापान आउनु होला। हुन त कतिपयले भन्नुहुन्छ आफू गयो अब होइन, आफू गइहाल्यो अनि आफू गएर अब अरूलाई नआइजा भन्छ। धेरै स्ट्रगल छ क्या, दुःख धेरै छ। आउनुहोस् नआउनु भन्दिनँ म, तपाईँहरू आउनुहोस् है, आउनुहोस् नआउनुहोस् भन्दिनँ, तर स्ट्रगल गर्न सक्नेहरू मात्रै आउनुहोस्, जसले दुःखलाई होइन लाइफमा सायदै लाइफमा नपाएको दुःख पाइन्छ क्या होइन, लाइफमा नपाएको दुःखहरू यहाँ आएपछि पाइन्छ। जसले स्ट्रगल गर्न सक्छ, जो सक्छ त्यो मात्रै आउनु। अब आएर स्ट्रगल गरेर अब स्ट्रगल गर्न सक्दिनँ आत्महत्या नै भन्ने ठुलो कुरा हुँदैन कि। सक्नुहुन्न फर्किनुहोस्, आउनुहुन्छ बुझ्नुहुन्छ, सक्नुहुन्न नेपाल फर्किनुहोस्। किनभने तपाईँभन्दा ठुलो पनि बाबाआमाको लागि, पैसाभन्दा ठुलो तपाईँको शरीर नै प्यारो हुन्छ उहाँहरूको लागि है। तपाईँले जति नै पैसा कमाएर गए पनि त्यस्तो केही महत्त्वपूर्ण हुँदैन। तपाईँ घर गएपछि त्यति खुसी हुने गर्नुहुन्छ आमा बुवाहरू है। म चाहिँ यही भन्छु कि अनेक बाटोहरू छ है, आत्महत्या गर्नु नै उसको समस्याको समाधान हुँदैन। आत्महत्या गर्नु नै समस्याको समाधान हो भन्दिनँ म। अनेक बाटोहरू छ, सबैले है सकेसम्म नगरिदिनु होला त्यसो भन्न चाहन्छु म चाहिँ। किनभने त्यो नै सबै थोक होइन, परिवारको लागि एउटा है। तपाईँहरू भनेको कत्रो सपनाहरू बोकेर आउनु भएको थियो होला है। अब तपाईँभन्दा धेरै, तपाईँ यदि जापान आउनुहुन्छ भने तपाईँभन्दा धेरै सपना तपाईँको मम्मी ड्याडीहरूले बुनिसक्नु भएको हुन्छ के। सो त्यही भएर एकचोटि मम्मी बाबाको बारेमा पनि सोचिदिनु होला। तपाईँको जिन्दगी हो, तपाईँ तल मरेर जानुभयो, तपाईँले आर्ट गर्नुभयो, त्यसपछि जुन कुराहरू बित्छ फ्यामिलीहरूमा, त्यो कुरा तपाईँले हेरेको भए सायद तपाईँलाई अब सकेसम्म कसैले पनि त्यस्तो बाटो चाहिँ नरोज्दिन्। किनभने त्यो बाटो रोज्नु भनेकै एकदमै गलत कदम हो होइन। तपाईँहरूभन्दा नि धेरै सिनियर मान्छेहरू हुनुहुन्छ जापानमा, नजानेको कुरा उहाँलाई सोध्नुहोस् है। अब धेरै अगाडि आउनुभएको हाम्रो जुन दाइ दिदीहरू हुनुहुन्छ उहाँहरूसँग बुझ्नुहोस् होइन। सक्नुहुन्न नेपाल फर्किनुहोस् के। आत्महत्या नै समस्याको समाधान हो जस्तो पनि लाग्दैन मलाई। दुःख मैले पनि पाएको हो, मैले पनि भोगेको थिएँ होइन। पीडा मलाई पनि भएको हो, आएको 1-1.5-2 महिना काम नपाउँदा पीडा मलाई पनि भएको थियो है होइन। पीडा हुन्छ, प्रेसर हुन्छ, पीडा हुन्छ। त्यसैमाथि अब हामी नेपाली भनेको जापान आउने भनेको कुनै रिच फ्यामिलीबाट आउने हुँदैन कोही पनि, सबै मिडल क्लास फ्यामिली नै हुन्छ सबैजना है। सबैजना म्याक्सिमम आउने भनेकै मिडल क्लासबाट हो, पैसाकै अभावले आउने हो। पढ्न भनेर त पक्कै पनि कोही पनि आउनुहुन्न क्या, जापानमा पढ्न भनेर पक्कै पनि कोही आउनुहुन्न। सो त्यही भएर सबैजना आफ्नो केयर गर्नु होला भन्न चाहेँ मैले। यति नै आजलाई है।